यो एकपल्ट युनिक अल्पसङ्ख्यक साथीहरूको कार्यक्रममा पनि गएको थिएँ। यहाँ पनि यो विषयसँग सम्बन्धित भनेर उहाँले भनेपछि चाहिँ म आउँछु भने, किनकि यो हामी सबैले काम गर्नै पर्ने क्षेत्रभित्र पर्छ। समाजको निकै नै उत्पीडनमा रहेको क्षेत्रभित्र पर्छ। त्यस कारणले यहाँ कति मान्छे हुन्छन्, को हुन्छन् मुख्य कुरा होइन। यो क्षेत्रमा काम गर्नुपर्छ भनेर चाहिँ म पनि सहभागिता जनाउन आइपुगेको छु। पहिलो यो हाम्रो सरोकारको विषय रहनुपर्ने क्षेत्र हो। अब यसलाई बुझ्दाखेरि मेरो बुझाइ, अब रजनीशले मन्दिरहरूबाट सुरु भयो, यो देवदासीहरूबाट वाक्यात्मक रूपमा सुरु गरियो यौन श्रम भनेर भन्छ। समाजशास्त्रीहरूले, मानवशास्त्रीहरूले चाहिँ सेनाको गठन सँगसँगै, राज्यहरूले सेनाको गठन सँगसँगै सेनाहरू घरबाट चाहिँ अलग भएर ब्यारेकमा राख्न थालिसकेपछि त्यसपछि यौन श्रम सुरुवात भयो भनेर भनिन्छ। म चाहिँ दुईटै कुरा सत्य हो भन्छु, मन्दिरबाट पनि सैन्य क्याम्पबाट पनि। अथवा यो कति पुरानो हो त यो भन्यो भने मानव जीवनमा चाहिँ राज्यको सुरुवात सँगसँगै, अथवा यो करिबन 6 देखि 8,000 वर्षको आसपासदेखि मानिसहरूको एउटा हिस्सा वाद्यात्मक यो श्रममा छ। त्यसले गर्दाखेरि मैले चाहिँ यसलाई परिभाषित गर्दाखेरि चाहिँ फेरि सामान्य श्रमको रूपमा मात्रै परिभाषित गर्न चाहिँ म चाहन्छु। यसलाई म वाद्यात्मक श्रमको क्षेत्रभित्र राखेर यसलाई बुझ्नुपर्ने हुन्छ। अब यसको मूल स्रोत भनेको राज्य नै हो, व्यक्तिहरू होइन, समाज होइन, राज्य हो। राज्यले मानिसहरूलाई चाहिँ अभावको जिन्दगी बाँच्नका निम्ति वा सम्मानजनक ढङ्गले आर्थिक जीवन बाँच्न सक्ने, सांस्कृतिक जीवन बाँच्न सक्ने वातावरण उपलब्ध नगराउँदाखेरि स्वाभाविक रूपमा मानिसहरूका विभिन्न पङ्क्तिहरू विभिन्न वाद्यात्मक श्रमको क्षेत्रमा जानुपर्ने अवस्था आउँछ। त्यसमध्ये एउटा अवस्था यो हो। त्यस कारणले यसमा मेरो विचारमा दुईटा काम हामीले सँगसँगै गर्नुपर्ने हुन्छ। एउटा कुरा चाहिँ दीर्घकालीन रूपमा के गर्ने भन्ने प्रश्न हल गर्नुपर्ने हुन्छ, दृष्टिकोण प्रश्न पार्नुपर्ने हुन्छ कि यो वाद्यात्मक श्रम क्षेत्र जन्मिनुको मूल कारण मानिसहरूको रुचि हो कि आर्थिक जीवन हो त भन्यो भने असमान आर्थिक जीवन नै यसको मूल स्रोत हो। त्यसकारण असमान आर्थिक जीवन भएको समाजलाई हामीले जबसम्म भत्काउँदैनौँ र समुदाय नै शक्तिशाली हुने र आर्थिक जीवनमा समुदायले नै निर्णय गर्न पाउने र व्यक्तिगत सम्पत्तिहरूले चाहिँ एकले अर्को माथि चाहिँ किचकाच गर्न नपाउने, त्यसको समुदाय प्रधान हुने समाजतिर हामीले नलगेसम्म, दीर्घकालीन रूपमा म भन्दैछु, नलगेसम्म यस प्रकारका र अन्य प्रकारका पनि वाद्यात्मक श्रम क्षेत्रहरूलाई हामीले न्यूनीकरण गर्न सक्दैनौँ वा त्यसलाई अन्त्य गर्न सक्दैनौँ। वाद्यात्मक श्रमहरू चाहिँ अनन्तकालसम्म चलिरहनु पर्छ भन्ने कुरा चाहिँ होइन। जस्तो कि चाइनामा चाहिँ सानो खुट्टा पारेर महिलाहरूलाई शोषण गर्ने एउटा संस्कृति थियो होइन। जन्मिसकेपछि चाहिँ सानो जुत्ता लगाइदिने, त्यो जुत्ता नखोल्ने, अनि शरीर चाहिँ बढ्दै जान्थ्यो, खुट्टा चाहिँ सानै रहिरहन्थ्यो। त्यस्तो किन थियो त भने सामन्तहरूले त्यो महिला चाहिँ हिँडेर अन्त नजाओस्, उसैसँग मात्रै यौनकारीको रूपमा बसिराखोस् भन्नका निम्ति उनीहरूको खुट्टा नै सानो पारिदिन्थे होइन। र त्यति बेला भनिन्थ्यो यो चाहिँ फेरि ईश्वरको वरदान हो होइन, भगवान्ले गर्दाखेरि चाहिँ यस्तो खुट्टा पाउने हो, सबैको खुट्टा यस्तो सानो हुँदैन भनेर चाहिँ त्यसलाई विभिन्न लेपन गरिन्थ्यो। तर त्यहाँको क्रान्ति परिवर्तनपछि त्यो प्रथाहरू अन्त्य भयो र महिलाहरू त्यसरी बस्नु नपर्ने भयो। हाम्रै देशमा चाहिँ झुमा भयो होइन, देउकी भयो लगायतका छाउपडी अझै भोगिराखेका छौँ हामीले। यस प्रकारका थुप्रै प्रथा परम्परा र श्रम क्षेत्रहरू चाहिँ असमान आर्थिक सामाजिक जो बनावट छ त्यसको परिणाम हो। त्यस कारणले सामुदायिक रूपमा नै सम्पत्तिको वितरण हुने र समुदाय नै शक्तिशाली हुने र व्यक्ति शक्तिशाली नहुने, निजी सम्पत्ति शक्तिशाली नहुने होइन, सामुदायिक जीवन सामाजिक जीवन चाहिँ शक्तिशाली हुने, त्यस्तो सामाजिक परिपाटीतिर लाने सपना पनि हामीले सँगसँगै समाजमा लिएर जानु जरुरी छ। नत्र भने चाहिँ संसारका विकसित भनिएका मुलुकहरूले चाहिँ सोकेसमा राखेर मान्छेहरूलाई बेच्ने कुरा पनि ठिक हो भनेर चाहिँ हेर्ने होइन। उनीहरू चाहिँ एकदम ठिक गरेका छन्, अलिकति सुकिला मुकिला ठुला सडक बनाएका देशहरूले गरेपछि चाहिँ त्यो ठिक हो भने जस्तो
सोकेसमा राखेर मान्छे बेच्ने जो गरिराखेको छ त्यो पनि ठिक होइन। त्यस कारणले यो चाहिँ फेरि बाध्यात्मक श्रम क्षेत्र जो छ असमान आर्थिक जीवन र मानिसहरूको जीविकोपार्जनको चाहिँ निकै विकराल अवस्थाको कारणले संसारमा विभिन्न भागमा छ। त्यसलाई हामीले दीर्घकालीन योजना पनि बनाउनु पर्ने हुन्छ परिवर्तनको जस्तो लाग्छ। एक दोस्रो सँगसँगै फेरि अहिलेको यथार्थ त यो यथार्थ हो। फेरि नेपालमा 85,000 भन्नुहोस् वा कहीँ 1 लाख होला, कहीँ 2 लाख होला, कहीँ के होला, फेरि यो त यथार्थ हो नि। यथार्थ हो भने तर यथार्थमा बाँच्नु परिरहेका समुदायको उसको हक अधिकार चाहिँ क्षेत्र अनिवार्य छ। त्यसमा त फेरि केही गर्न सकिँदैन। दीर्घकालीन रूपमा यसलाई के गर्ने, समाजको परिवर्तनको बाटो लिनु पर्यो। तर फेरि यथार्थ त छ। यथार्थ छ भने चाहिँ राज्यले मुख मोड्न पाउँदैन। राज्यले कसरी मुख मोड्न पाउँछ? आफ्नो नागरिकको एउटा हिस्सा बाध्यात्मक यो श्रम क्षेत्रमा छ र यो यथार्थ हो भनिसकेपछि राज्य त्यसबाट भाग्नु मिल्दैन, समाज त्यसबाट भाग्नु मिल्दैन, राजनीतिक कर्मी वा सङ्घ संस्था कोही पनि त्यसबाट भाग्नु मिल्दैन। त्यसले एउटा मानवले पाउनुपर्ने सम्पूर्ण अधिकार, त्यसले एउटा सम्मानित नागरिकले पाउनुपर्ने सम्पूर्ण अधिकार उसले पाउनु पर्छ। त्यसको पक्षमा हामीले सङ्घर्ष गर्नुपर्ने हुन्छ, आवाज उठाउनुपर्ने हुन्छ। त्यो सन्दर्भमा तपाईँहरूले जे प्रयत्न गरिराख्नु भएको छ त्यसले मलाई चाहिँ खुसी लाग्छ। यौन श्रम गर्नेलाई चाहिँ गर्न पाउनुपर्छ भन्ने सहमत हुनुहुन्छ? यो त व्यक्तिको इच्छाको कुरा भयो। पहिलो कुरा व्यक्तिको इच्छाको कुरालाई चाहिँ मैले के भन्ने भन्ने कुरा व्यक्तिको अधिकारभित्र पर्यो। तर त्यो व्यक्तिको अधिकारबाट चाहिँ व्यक्तिको रुचि प्रकट भएको होइन, त्यो बाध्यता प्रकट भएको। कोही व्यक्तिको अधिकारबाट रुचि प्रकट हुन्छ, काहीँ बाध्यता प्रकट हुन्छ। बाध्यात्मक रूपमा प्रकट हुने चिजहरू जो छन् त्यो चाहिँ अर्थ राजनीतिको कारणले प्रकट हुन्छ। त्यस कारण त्यो अर्थ राजनीतिक जीवन जो छ, सामाजिक बनावट जो छ, त्यसलाई ध्वंस गरिदियो भने बाध्यात्मक रुचिहरू जन्मिँदैन होइन। त्यसपछि अर्कै खालका रुचिहरू जन्मिन्छन्, त्यो अर्कै विषय हो। त्यस कारणले अहिले फेरि यथार्थ हो नि त। यथार्थ हो भनिसकेपछि त आफ्नो नागरिक, हाम्रो समाजको सदस्य एउटा बाध्यात्मक श्रम क्षेत्रमा जान बाध्य छ भनेपछि त त्यो यथार्थ भयो नि त। यथार्थलाई त सम्बोधन नगरिकन कसरी हुन्छ? सम्बोधन गर्ने भने के हुन्छ? ऊ एउटा नागरिक हो, सम्मानित नागरिकले जे अधिकार पाउँछ उसले पाउनु पर्यो। ऊ कयौँ अवस्थामा उत्पीडित पनि होला, त्यस कारण उत्पीडितहरूले जे अधिकार पाउनुपर्ने हुन्छ त्यो पनि पाउनु पर्यो होइन। त्यस कारणले यो त सामान्य कुरा हो। यथार्थ हो भनिसकेर स्वीकारेपछि त राज्य त कस्तो छ भने टिकी सत्तावादी छ राज्य होइन। हो भनेर स्वीकार्दैन, हो भन्यो भने ट्रेड गर्न पनि तयार हुँदैन। त्यो त ढोङ्गी राज्यको कुरा भयो, त्यो त ढोङ्गी राज्यको कुरा हो। तर यदि राज्यले तथ्याङ्कमै देखिन्छ कि यो यथार्थ हो भनेदेखि त्यसलाई सम्बोधन गर्न सक्नुपर्ने हुन्छ। व्यक्तिको रुचि भन्ने चाहिँ, रुचि भन्ने कुरा चाहिँ सामाजिक बनावट, उत्पादन सम्बन्ध इत्यादिका कारणले रुचिहरू निर्माण हुने हो। रुचि प्राकृतिक होइन, रुचि सामाजिक हो। समाज जस्तो छ त्यो अनुसारका रुचिहरू निर्माण हुन्छ होइन। त्यसमा सामाजिक बनावट गलत छ भने चाहिँ सामाजिक बनावटलाई चेक गर्नु लाग्नु पर्यो यो कुरा। जतिखेर एकदमै समाजवादी आन्दोलन थियो अगाडि, त्यतिखेर पनि समाजवादी आन्दोलनको महिला नेताहरूले सेक्स वर्कको कुरा गर्दाखेरि रोजा लक्ष्मीकै कुरा गरौँ, लेनिनले तिमीलाई केही मतलब छैन भने खालि यसमै कुरा गर्छौ भनेर भनेको हामीसँग किताबहरू छ। तर त्यसको जवाफ पनि थियो, मसँग पाठेघर छ, मसँग मैले श्रम गरेर खाने एउटा चिज मात्रै मसँग छ, त्यो मेरो शरीर हो भनेदेखि म त मेरो शरीर प्रयोग गरेर खान्छु किनभने म महिला हो भनेर भन्ने खालको डिस्कसनहरू पनि त्यहाँदेखि थियो। त्यस कारणले एउटा कुरा के स्पष्ट मलाई एकदम खुसी लाग्यो, यौन श्रमिकको विषयमा सबैले काम गर्नुपर्छ भनेर आहुतिजीले जुन ल्याउनु भयो त्यो मलाई एकदमै खुसी लाग्यो। तर कस्तो खालले काम गर्यो? यौन श्रमिकलाई अपराधीकरण गर्ने कि यौन श्रमलाई श्रमको रूपमा मान्यता दिने कि या यौन श्रमिकलाई चाहिँ अर्को काम गरेर खाऊ भनेर अर्को काम देखाउनु? त्यसमा हामी प्रष्ट हुनुपर्छ। मैले त धेरै यौन श्रमिकहरूसँग काम गरेको छु। अर्को कसैलाई पनि धेरैले के भन्छ भने यौन श्रम गर्ने कुरा चाहिँ एकदमै सजिलो कुरा हो भन्छ। मलाई त लाग्दैन, कसैलाई पनि सजिलो लाग्दैन होला। किनभने म बिहा गरेर मान्छे, मेरो एउटा लोग्नेलाई चित्त दुःख बुझाउन त मलाई श्रम पर्छ भनेर भन्दाखेरि चाहिँ मैले त्यसलाई व्यवसायको रूपमा काम गर्छु भनेदेखि त्यो मान्छेलाई त्यति सजिलो चाहिँ हुँदैन क्या, त्यो सजिलो काम होइन होइन आफ्नो। तर के हो भने
म मेहनत गर्छु, म आफ्नो लागि मेहनत गर्छु भनेर भन्ने कुरा जुन हो त्यो कुरा हामीले याद गर्नुपर्छ। यौन श्रम भने के? आफू मान्छेले आफूलाई बाँच्नका लागि, आफ्नो पहिचानको लागि, आफूलाई खानका लागि चाहिँ यौन कार्य गरे बापत पाउने सुविधा। हामी धेरै नेपालमा भएको विवाहित महिलाहरू जसलाई लोग्ने मन पर्दैन, आउँदैखेरि रिस उठेर हुन्छ, कोठामा पस्दै वाकवाक लाग्छ, तर पनि हामी उनीहरूसँग यौन सम्पर्क राख्न किन बाध्य हुन्छ? एउटा विवाह भन्ने एउटा इन्स्टिट्युसन हुने बित्तिकै के अरे त्यसले चाहिँ जे पनि गर्न पाउँछ। किन बाध्य हुन्छ भने मेरो बच्चाको नागरिकता होला, मलाई समाजले चाहिँ के अरे लोग्नेसँग बसेको महिला भन्ला, अनि यसको सम्पत्ति खाए, विभिन्न कुरा। यसलाई एकदमै लामो गहिरो गरेर व्याख्या गर्न सकिन्छ। त्यसैले हामीले अहिलेको सन्दर्भमा हेर्दा पक्कै पनि एउटा कुरा एकदमै छुट्याउनुपर्छ। 18 वर्षभन्दा मुनिको बालिकाहरूलाई ललाएर फकाएर गरेर गर्ने कुरा जुन छ त्यो भनेको त ट्राफिकिङ हो नेपालको परिभाषा अनुसार स्पष्ट रूपले। त्यो हुन पाइँदैन। त्यसलाई रोक्ने सबभन्दा पहिलो ठुलो जिम्मेवारी नै सेक्स वर्करको छ भन्छु म। किनभने उहाँहरूलाई थाहा हुन्छ के, जुत्ता लाउनेलाई थाहा हुन्छ जुत्ता कहाँ दुख्छ भनेर भन्ने कुरा। हामी बाहिर गएर धेरै ठुल्ठुलो कुरा गरेर मात्रै हुँदैन है। त्यस कारणले दुईटा भागमा विभाजित गर्नुपर्छ होला। एउटा एकदमै वयस्क सहमतिमा आधारित यौन श्रम कसैले गर्छ भने सधैँभरि दिमागमा यसले बाध्यात्मकै हिसाबले मात्रै गर्यो भनेर राख्नु हुँदैन। सबैले बाध्यात्मकै हिसाबले गर्दैन। मलाई एउटा गजब लाग्छ क्या, हामी महिलाहरू कतिजनाको होला नि त, कति थोक होला। मैले 2टा बिहा गरेँ मैले, एउटा लोग्ने मऱ्यो, अर्कोसँग बिहा गरेँ, उसलाई पनि डिभोर्स गरेँ होइन। त्यसरी कुनै महिलाले के होला भन्दाखेरि 3टा बिहा गर्ला, 4टा बिहा गर्ला, त्यो के हो? वाट इज द्याट? बिहा हुने बित्तिकै साथुनमा बिहा नभएर महिलाले चाहिँ काम गरेको छ भनेदेखि अनि त्यो चाहिँ बाध्यात्मक भनेर भन्ने के कहाँबाट आउँछ, कहाँबाट जन्मिन्छ यो डिस्कसनहरू भन्ने मलाई लाग्छ होइन। सबभन्दा ठुलो कुरा के हो भने महिलाको आफ्नो शरीर र आफ्नो श्रममाथिको नियन्त्रण हुन हुँदैन है भन्छ क्या हाम्रो विधि सरकार। महिलाको आफ्नो शरीर र आफ्नो श्रममाथि उसको नियन्त्रण हुन हुँदैन होइन। आउतीजीलाई त एकदमै राम्ररी उहाँको कति पढ्छु मैले, कस्तो राम्रो विश्लेषण लेख्नुहुन्छ होइन। दलित बनाउनलाई, पाखा लगाउनको लागि पनि दलितले गर्ने काममाथि नियन्त्रण गरेको छ क्या। त्यो काम गर्ने मान्छेलाई चाहिँ अछुत बनाएको छ क्या, कामको आधारमा डिसेन्ट बेस्ड। त्यसै गरी महिलालाई पनि कामको आधारमा यो चाहिँ गतिला महिला, यो चाहिँ अगतिलो महिला, खेती गर्ने महिला गतिलो, गिट्टी कुट्ने महिला गतिलो, अनि त्यसपछि लुगा सिलाउने महिला गतिलो, यौन श्रम गर्ने महिला चाहिँ अगतिलो। किनकि पिटी सत्ताले के भन्छ भने मेरो योनि चोखो राखिदिनुपर्छ कसैको लागि क्या। कुरा त्यहाँनिर छ। म यसै गरी बोल्छु, ठाडो बोल्छु होइन। मलाई किनभने यौन भनेर भन्ने कुरा त्यो मान्छेको तालबात जस्तै यौन पनि एकदमै मानिसको जीवनको अभिन्न अङ्ग हो है। त्यसैले पहिलो कुरा हामीले यौन श्रम भनेको बाध्यात्मक श्रम भनेर भन्ने हाम्रो दिमागबाट निकाल्नुपर्छ। कम्तीमा हाम्रो आन्दोलनको साथीहरूले चाहिँ त्यो निकाल्नै पर्छ। किनभने हामीले होला धेरैजना, हामी पनि कतिजना होला हौ बाध्यात्मक पनि होला, छैन भन्दिनँ म बाध्यात्मक। कतिजनालाई मन त के हुनु पर्यो भन्दाखेरि यो मलाई बाध्यात्मक लाग्यो भने म छोडेर अर्को काम गर्न पाउने वातावरण बन्न पर्यो है। ठिकै छ, जुन दिनसम्म मलाई त्यो बाध्यात्मक लाग्दैन म गर्छु, जुन दिन मलाई बाध्यात्मक लाग्छ मलाई चित्त बुझ्दैन मैले अर्को काम पनि गर्न पाउनु पर्यो। तर त्यो काम गरुन्जेलसम्म मलाई कसैले लान्छना लगाउन चाहिँ पाइएन। मलाई कसैले खराब ए बाबा मैले अर्का चोरेको छैन नि त, ढाँटेको छैन, भ्रष्टाचार गरेको छैन, कसैलाई मारेको छैन, मैले त मेरो शरीरकोलाई प्रयोग गरेर काम गरेको छु त होइन। भनेपछि त्यसकै आधारमा चाहिँ अनिखेरि मलाई चाहिँ के भन्दाखेरि चाहिँ यो खराब काम गर्ने महिला, चरित्रहीन महिला भनेर भन्ने हिसाबले गर्दाखेरि सबै हिंसा त्यहीँबाट उठ्छ, सबै हिंसा त्यहीँबाट आउँछ। मेरो स्पष्ट मान्यता के छ भने एउटा लाइन छ क्या, नथिङ अबाउट अस विदाउट अस। हाम्रा बारेमा कुरा गर्दा हामी बिना कुरा नगर, महिला आन्दोलनको कुरा गर्दा महिलाको श्रम सबै खाले श्रमहरूलाई अधिकार दिनुपर्छ भन्ने कुरा गर्दा यौन श्रमको कुरा नगरिकन पूर्ण हुन्छ। यौन श्रम पनि श्रम हो, यौन श्रम पनि श्रम हो
र यो श्रमलाई होइन जुन दिन यौन श्रमिकलाई जुन दिन बाध्यात्मक लाग्छ उनीहरूले त्यसलाई छोड्न पाउनुपर्छ। हामीले चाहिँ हामीसँग अधिकार छ यो श्रम बाध्यात्मक हो भनेर भन्ने, तर सानो 18 वर्षभन्दा मुनिको लागि चाहिँ यो स्वीकार्य छैन। यसमा चाहिँ एकदमै हामी स्पष्ट हुनु जरुरी छ। एकदमै कुन दर्शन शास्त्रको आधारमा मान्छेले सोचिराखेको छ भन्ने हुन्छ। त्यसले गर्दाखेरि उत्तरहरू पनि त्यस्तै त्यस्तै आउने हुन्छन्। अब मेरो केही भनाइहरू छन्। मेरो भनाइ के छ भने बाध्यात्मक श्रमभित्र पर्नुपर्छ यो हो भन्ने मेरो फेरि पनि दाबी छ। यो चाहिँ मानिसलाई हेर्ने दार्शनिक मतद्वारा निर्देशित हुन्छ। जस्तो कि नेपालमा थकाली भन्ने एउटा जाति छ। थकाली भन्ने जातिबाट चाहिँ यौन श्रमको क्षेत्रमा सबभन्दा कम किन आउँछन् त मान्छे? मारवाडी भन्ने एउटा जात छ। मारवाडीबाट यो श्रम क्षेत्रमा चाहिँ सबभन्दा कम आउने मध्ये कम किन आउँछन् त? अनि हिमाली क्षेत्रको जनजीवन हुन्छ, ग्रामीण जनजीवन, त्यहाँ यौन श्रमको क्षेत्र किन हुँदैन त? त्यस कारणले यो कुनै पितृसत्ताको कुरा हो। महिलाहरू यौनमा पुरै स्वतन्त्र हुन सक्छन्। उनीहरू जोसँग चाहन्छन्, प्रेमपूर्वक होला नप्रेमपूर्वक होला, उनीहरू आफ्नो यौन जीवन बिताउन सक्दछन्। यो 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 अर्कै विषय। तर श्रमका रूपमा काम गर्ने भनेको अर्कै विषय। यदि महिलाहरू चाहिँ यौनमा बाँधिनुपर्छ, निश्चित पुरुषसँग बस्नुपर्छ, यस्तो मात्रै गर्नुपर्छ भन्यो भने त्यो पितृसत्ता हो। म बुझ्छु त्यो। महिलाहरू यौनको मामलामा पनि पूर्ण रूपमा स्वतन्त्र हुनुपर्छ। यसको मतलब उनीहरू जोसँग प्रेम गर्छन् त्योसँग उनीहरू बस्न सक्छन्। म त्यसरी मान्छु। प्रेम बिनाको बसाइ हुँदैन भन्ने मान्छु। मेरो मान्यता छ। अरू कसैलाई लाग्दा प्रेम बिना पनि हुन्छ, त्यो पनि म उसको सम्मानै गर्छु। उसले त्यस्तो विचार राख्छ भने प्रेम बिना पनि हुनसक्छ। एक गिलास पानीको सिद्धान्त लागु हुनसक्छ भने त्यो पनि लागु गर्न सकिन्छ भन्छ भने म त्यो पनि सम्मान गर्छु। त्यो विचार म मान्दिनँ, त्यो सम्मान गर्छु। तर त्यो भन्नु र पेसाको रूपमा नगद आम्दानीको निम्ति श्रम गर्ने भन्ने कुरा एउटै होइन। त्यो बिल्कुल फरक कुरा। एक अर्को कुरा, जुनसुकै श्रमले श्रम हो भनेर जो हुँदैछ, हामी के निरपेक्षतावादी हो? समाजको सापेक्षता हुँदैन? समाजको सापेक्षता हुन्छ कि हुँदैन? हुन्छ। यसको मतलब के होइन त भने आफ्नो नागरिक, आफ्नो मानिस, आफ्नो समाजको छोरा वा आफ्नो समाजको छोरी चाहिँ बाध्यात्मक कुनै श्रम क्षेत्रमा छ भन्दैन। उसको नागरिक हुनुको अधिकार, उसको मानव अधिकार, उसको सम्मानको अधिकार कसरी पनि बस्न पाउँदैन। त्यो राज्य जिम्मेवार छ त्यसको निम्ति, सामाजिक व्यवस्था जिम्मेवार छ त्यसको निम्ति। त्यसको उसको व्यक्तिगत हक अधिकारमा चाहिँ कुनै बाधा अडचन दिन सकिँदैन, दिन मिल्दैन। उसलाई सम्पूर्ण अधिकारहरू दिनुपर्छ, उसलाई सम्मान पनि त्यति दिनुपर्छ। जस्तो कि भन्ने चलन छ नि त, चोरी कुनै सम्मानित काम छैन, तर व्यक्तिगत रूपमा चोरहरू दोषी छैन, होइन? चोरी कुनै सम्मानित काम छैन, तर व्यक्तिगत रूपमा चोरहरू दुश्मन होइन। सामाजिक व्यवस्थाले चोरहरू जान्छ, होइन? किन संसारमा कति करोड चोरहरूलाई जेल हालियो होला आजसम्म, तर चोरी गर्न कसैले पनि छोडेन। चोरी भइरहन्छ किनकि सामाजिक व्यवस्थाको उत्पादन हो त्यो त, होइन? त्यस कारणले बाध्यात्मक श्रम भन्नुले त्यो श्रम क्षेत्रलाई अमर्यादित गर्दा नि गर्दैन, त्यसको पक्षमा लड्नका निम्ति उत्प्रेरित गर्ने, त्यसको अन्याय, त्यसमाथि भएको अत्याचारको विरुद्ध लड्नलाई उत्प्रेरित नगर्ने कुरा पनि हुँदैन। र अर्को कुरा कि हामीले मान्नुपर्ने हुन्छ कि मानव जीवनमा यौनलाई मानव जीवनमा विशिष्ट रूपमा मानिसको चेतनाले ग्रहण गरेको छ। त्यसकारण हामी भन्छौँ नि बलात्कारमा के हुन्छ भन्छ त? बलात्कारलाई हामी शारीरिक अत्याचार त हो नि भन्न सक्छौँ त? भएको त शारीरिक क्रियाकलापै हो, हुने त शारीरिक क्रियाकलापै हो, तर बलात्कारलाई हामी शारीरिक क्रियाकलाप हो भन्न सक्छौँ त? गालामा थप्पड हाने जस्तो चिज हो भन्न सक्छौँ त हामी? सक्दैनौँ। त्यहाँ किनकि त्यहाँ मानिसहरूको सत्वमा चोट पर्ने, त्यहाँ भावनात्मक चोट महसुस हुने हुन्छ, त्यो अर्कै विषय हो। त्यस कारण त्यो शारीरिक क्रियाकलाप भए पनि, शारीरिक अत्याचार भए पनि त्यसलाई निकै नै माथिल्लो स्तरमा राखेर बलात्कारको कोटीमा राखिन्छ। त्यस कारणले यौन जीवनका हरेक चिजहरूको मानिसको सत्वसँग सम्बन्धित चिजहरू छन्, त्यसलाई हामीले सापेक्षतामा बुझ्नुपर्ने हुन्छ। त्यसको मतलब के हो भने तिनटै कुरा भने कि त हामीले भन्नु पर्यो कि
महिलाहरूको यौन स्वतन्त्रता भन्नु र यौन श्रम भन्नु एउटै कुरा हो। यौन स्वतन्त्रता उसको व्यक्तिगत राइटको विषय भयो, उसको इच्छा अनुसार, उसको प्रेम अनुसार व्यक्ति फेर्न सक्ने हो, व्यक्ति एउटै साथ बस्न सक्ने हो, उसको आफ्नो कुरा हो, उसको व्यक्तिगत अधिकार। तर यौन श्रम चाहिँ उसको बाध्यात्मक चिज भयो, त्यो एउटै चिज हो। यो कुरामा चाहिँ म दृढ नै छु, यो विषयमा जति दिनु पऱ्यो भने बहस गर्न म तयार, किन यो त पुस्ता हुर्काउने सवाल हो नि। यो त यो एउटा कार्यक्रममा गरेर बिट मारेर हिँड्ने सवाल होइन, यो त पुस्ता हुर्काउने सवाल हो होइन। पुस्ता हुर्काउने बेलामा मानव समाजलाई कसरी टिच गर्ने त, मानव समाजका चाहिँ भावनात्मक पक्षहरू र सांस्कृतिक पक्षहरूलाई कसरी निर्माण गर्ने त भन्ने सवाल हो नि यो त। त्यस कारणले गर्दा बाध्यात्मक नै हो। ठुला ठुला पुँजीपतिका परिवारहरू चाहिँ किन आउँदैनन् त यौन श्रममा? किन आउँदैन? राजा महाराजाका छोराछोरीहरू किन आउँदैन त नि? किनकि उनलाई आउनु बाध्यता छैन। उनीहरू व्यभिचारी हुन सक्छन्, यौन शोषणका व्यापक रूपमा भोगेका हुन सक्छन् होइन, पटक पटक मान्छे फेर्दै हिँड्ने हुन सक्दछन्। तर त्यो भनेर यौन श्रम एउटै कुरा होइन। त्यसमा सामाजिक व्यवस्थाको कारणले जन्मेको हो नि त। यसमा हामीले त्यो भन्नलाई किन आत्तिनु परेको छ र? सामाजिक व्यवस्थाको कारणले थुप्रै चिजहरू जन्मेका छन्, त्यसमध्ये एउटा उत्पीडन यो छ। यदि होइन त हामीले यो त महिला स्वतन्त्रता हो नि भन्ने भित्र राख्न थाल्यो भने त के हुने हो त भने यसमा त हाइफाई गर्दै जानेतिर जान्छ नि त। यो भनेको त भयङ्कर राम्रो चिज गर्दाखेरि झन् झन् राम्रो हुने चिज हामी त्यसरी हामी प्रेरित गर्न सक्छौँ त? त्यो विषय हो त? म मेरो छोरालाई त्यसो प्रेरित गर्न सक्छु त? म मेरो छोरीलाई म प्रेरित गर्न सक्छु त? त्यो त होइन होला त्यो त होइन। यो विषयमा चाहिँ अझ गम्भीर बहसको आवश्यकता छ। मैले अहिले यति वैज्ञानिक समाजवादी व्यवस्था बनाउनुपर्छ भन्छु। मैले सोचेको समाजमा यौनिक रूपमा मान्छेहरू स्वतन्त्र हुन्छ, तर आर्थिक कारणले यौन कार्यमा भाग लिनुपर्ने मान्छेहरू हुँदैन। यौनिक रूपमा मान्छेहरू स्वतन्त्र हुन्छन्, उनीहरू आफ्नो इच्छा अनुसार आफ्नो यौन जीवन बिताउन सक्छन्, तर आर्थिक कारणले र आर्थिक कामको निम्ति यौन क्रिया गर्न बाध्य हुने समाज यो हुँदैन। सरल कुरा के छ भने इच्छाका कारणले मानिसका यौनिक कोणहरू विभिन्न हुन्छ। कोही तीव्र उत्तेजक होला, कोही चाहिँ धेरै मान्छेसँग चाहिँ बस्न मन लागेको होला, कोही चाहिँ एकदम चिसो खालको होला, इत्यादि इत्यादि। मेडिकल साइन्सले जे भन्छ त्यो अनुसार उनीहरूले आफ्नो गतिविधि गर्छ। तर मेरो कुरा एउटै मात्रै हो, त्यो के हो त भने अर्थतन्त्रमा जब कोही हुने र नहुने हुन थाल्छ त्यसपछि मान्छेले आफ्नो खेल पनि बेच्नुपर्ने हुन्छ, आफ्नो यौन पनि श्रमको रूपमा बेच्नुपर्ने हुन्छ, इत्यादि ठाउँमा बाध्यताको रूपमा पुग्दछ। हामी जब निजी सम्पत्ति नै अन्त्य हुने र सम्पत्ति नै सामुदायिक हुने वैज्ञानिक समाजवादी व्यवस्थामा जान्छौँ भने कसैले आर्थिक रूपमा बाध्यतामा परेर यौन श्रम गर्नुपर्छ त त्यहाँ स्वत गर्नु पर्दैन नि। त्यस कारणले स्वत मजदुर नै श्रमिक नै अन्त्य हुन्छ भने यौन श्रमिकको कहाँ रहन्छ? त्यहाँ श्रमिक भनेको त त्यो बेलासम्म रहन्छ जबसम्म श्रम बेच्ने मान्छे रहन्छ। मजदुर भन्ने नै नरहने समाज हामी बनाउँदैछौँ भने अनि यौन मजदुर चाहिँ बाँकी रहन्छ त? रहँदैन। त्यसरी भने मलाई चाहिँ अब यही बस्नु पनि सोध्न पाइन्छ होला क्लियर भएर जाउँ न कति। मलाई चाहिँ एउटा जिज्ञासा के तपाईँप्रति नै होइन, अझ धेरै आउने के भन्दाखेरि हामीले हाम्रो शरीरको अरू अङ्ग प्रयोग गरेर श्रम गरिरहेछौँ भने त्यो कुरामा चाहिँ कहिले पनि प्रश्न आउँदैन होइन। तर यौन श्रमिकहरूले हाम्रो शरीरको कुनै अङ्ग हो नि त, त्यो त सेक्सुअल सर्भिस प्रोभाइड मात्रै गरे हो, उनीहरू बेचेको होइन, त्यो त हामी मान्छौँ होइन यो कुरा। त्यो गर्दाखेरि चाहिँ अनि यो नैतिक या पारिवारिक या सामाजिक संरचना या बाध्यात्मक कुराहरू चाहिँ एकदम धेरै त्यो आउँछ क्या। मैले पनि काम गर्ने क्रममा मलाई एकदम धेरै यस्तो प्रश्नहरू आउँछ। तर यौन श्रमिकहरूले त जसरी अरूको आफ्नै शरीरको प्रयोग गरेर गरेका छन् त्यही लेबर अरू काम गर्छ भने त्यो बेलामा उसलाई प्रश्न आउँदैन। बाध्यात्मकमा त कोही व्यक्तिहरू लेबर काम गर्नु पनि त उसलाई बाध्यात्मक होला नि। मेरो घरको छेउमा बाटो बनाइरहेको थियो, हिजोसम्म पिच गरिरहेको थियो, त्यही हेरिरहेको मैले हाम्रो त्यो लेबर काम गर्ने भाइहरूको यो गिटी पेरिरहेछ तर त्यहाँ चाहिँ बुट छैन, मास्क छैन, अलकत्राले उता पर घरसम्म पनि गाह्रो भइरहेको थियो होइन। त्यसले त पब्लिक जनस्वास्थ्यमा पनि उसको जनस्वास्थ्य पनि भइरहेछ, उसलाई पनि कति हार्म भइरहेछ नि त शारीरिक रूपमै भने। र उसले चाहिँ उसको शरीरको कुनै अङ्ग नै प्रयोग गरेर गरिरहेछ भने उसलाई चाहिँ त्यो प्रश्न आउन कि तिमी बाध्यात्मक छौ या यो छौ भनेर। तर जब यौन श्रमिकहरूको कुरा आउँछ अझ पुरुषहरूको
केसमा त यो आउँदैन। एक दिन बहस गरौँ हामी पुरुष यौन श्रमिकहरू पनि बसेर होइन, तर महिला यौन श्रमिकको जब कुरा आउँछ उसको महिलाको इच्छालाई चाहिँ ओके हामी त्यो मान्छौँ, तर तिमीले चाहिँ योलाई चाहिँ व्यापारको रूपमा या उसको आम्दानीको रूपमा गराउन पाउँदैनौ भन्ने त हामीलाई त आर्थिक रूपमा अङ्कुश लगाइएको हो नि त। तिम्रो शरीरलाई त भोलिन्टियर सर्भिस मात्रै दिन सक्छौ तिमी भन्नेको होइन र। जस्तै सरोगेसीको कुरा गर्नुहुन्छ भने पनि हामीलाई चिन्दैन, मैले मेरो इच्छाले मेरो पार्टनरको मेरो श्रीमानको बच्चा पाउँछु भने मेरो कोख चाहिँ वैध छ, तर मैले त्यही मेरो कोखलाई मैले भाडामा दिएर मैले बच्चा राख्छु, म 5 लाख रुपियाँ कमाउँछु भने त्यहाँ म गैर कानुनी हुन्छु के भन्न मैले चाहिँ के खोजेको भन्दाखेरि बुझ्नुभयो होला, मेरो शरीरमाथि नियन्त्रण त आखिरमा यही राज्य सत्ताले गरिरहेछ नि त, यही पार्टीले गरिरहेछन् या यही समाजले गरिरहेछ नि त, मैले निर्णय गर्न पाउने अधिकार छैन भन्ने चाहिँ मेरो प्रश्न। यस्तो भयो सरलै कुरा छ। यसले धेरै लम्बाइ तम्बाइ गर्नुपर्ने खालको देखिँदैन। म त मतलब तपाईँले आफ्नो शरीरप्रति तपाईँ पूर्ण रूपमा अधिकार सम्पन्न हुनुहुन्छ। तपाईँ माटो खोसिनुहोस्, यौन कार्य गर्नुहोस्, के गर्नुहुन्छ गर्नुहोस्, तर तपाईँ यौन चाहिँ तपाईँ नगदको निम्ति आर्थिक कारोबारको निम्ति गर्नुपर्ने ठाउँमा समाजले तपाईँलाई पुर्याउँछ भने त्यो उत्पीडनमाथि तपाईँले गर्व गर्ने कुरा। मैले सहमति त्यसो कुरा गर्नु होइन, सहमतिको कुरा गर्नु होइन, सहमति नभए त अर्कै कुरा भयो। आफैले रोजेर भन्ने जुन चिज छ उसले रोजाइहरू प्राकृतिक मान्नुपर्ने हुन्छ। त्यसो रोजाइहरू र रुचिहरू चाहिँ सांस्कृतिक हो कि होइन हो नि त, सांस्कृतिक हो। र त्यो संस्कृति केबाट निर्माण हुन्छ भन्दाखेरि अर्थतन्त्रको जगमा निर्माण हुन्छ नि त। अर्थतन्त्रको जगमा त्यो संस्कृति र त्यो रुचि निर्माण गरिदिने भएको हुनाले त्यो वस्तु त त्यो बाध्यात्मकता हो। हामी अर्थतन्त्र सही ठाउँमा राखेर छलफल गर्नुपर्छ। यसो होइन भने त हामीले के मान्नुपर्ने हुन्छ त, रुचि भन्ने कतैबाट आएर हाम्रो दिमागमा हालिने हो, कतैबाट आएर पलाउने हो, त्यो शाश्वत हुन्छ भन्नेतिर जानुपर्ने हुन्छ नि। त्यसरी कसरी मिल्छ र? त्यो त होइन कुरा। शाश्वत रुचिहरू शाश्वत होइन नि, त्यो त समाजको उत्पादन प्रक्रियाबाट बढेको हुन्छ त, स्वत छ नि होइन। एकदम असाध्य गरिब परिवारको बच्चाले चाहिँ ग्रामीण क्षेत्रमा छ भने पिज्जाको कुरा उसले कहिले नै गर्दैन होइन, उसले सुनेकै छैन, त्यसरी कुरै गर्दैन उसले, त्यसको उसको रुचि नै जान्दैन। जब तपाईँ पिज्जाको बजारमा ल्याएर उसलाई राखिदिनुहुन्छ, देखाउनुहुन्छ, त्यसको मिठास सुनाउनुहुन्छ, उसले पिज्जाको कुरा गर्छ। रुचिहरू त सामाजिक रूपमा निर्माण हुन्छ, अनि त्यो सामाजिक रूपमा निर्माण हुनका निम्ति त्यसको पछाडि चाहिँ आर्थिक जग लिएको हुन्छ। यो चिजलाई छोप्ने हो भने चाहिँ अर्को अपराध हुन्छ भन्ने। आर्थिक वर्गको कुरालाई, आर्थिक अत्याचारको कुरालाई चाहिँ छोपिदिने र महिलाहरूको स्वतन्त्रताको गुणगान गाइदिने कसरी मिल्छ? यो त अर्को गडबडी कुरा हुन्छ। तर मेरो बुझाइ चाहिँ के छ त भनेदेखि यौन चाहिँ प्रेम बिना चाहिँ ऊर्जाशील हुन सक्ने चिज नै होइन। प्रेमको भाव बिना महिला पुरुष यौनबाट जुन ऊर्जाशील हुने चिज हो तिनीहरू ऊर्जाशील हुनु पर्दैन। त्यो त सहकारी भित्र पर्छ नि, कसैले दिने र कसैले लिने चिज त होइन। जब त्यो व्यापार बन्छ अनि त्यो कसैले दिने कसैले लिने चिज बन्छ। जब सहकारी बन्छ, वास्तविक यौन सम्बन्धको सहकारी बन्दछ, त्यो त प्रेममा आधारित हुन्छ, सहकार्यमा आधारित हुन्छ, त्यसबाट मात्रै ऊर्जा पैदा हुने हो होइन। नत्र त संसारमा यो भन्नुपर्ने हुन्छ, हामीले टल्स्टयलाई पढ्यो भने पनि थाहा पाउँछौँ हामी, नत्र त हामीले यो मान्नुपर्ने हुन्छ कि दुईटा सिद्धान्त छ नि हाम्रो। एउटा एक सिद्धान्त छ है, पानी खा जस्तै हो, जति खाइदिनु हुन्छ दोस्रो खाइदिनु हुन्छ भन्ने एउटा सिद्धान्त छ। अर्को चाहिँ यौन चाहिँ प्रेमसँग जोडिएको सम्बन्धको विषय हो भन्ने कुरा छ। त्यसकारण मैले सोचेको समाजवादमा चाहिँ मानिसहरूका शारीरिक अवस्थाका कारणले को मान्छे कति तीव्र रूपमा यौन सम्पर्कमा जान्छ त्यो उसको कुरा भयो। हामीले बनाउन खोजेको समाज र बन्नुपर्ने समाज के हो भने प्रेम बिना यौनको कल्पना नगर्ने समाज हो। प्रेम बिना यौनको कल्पना हुन सक्दैन। भयो भने के हुन्छ, त्यो ठाउँ लाग्दैन, त्यसले जे दिनुपर्ने त्यो सबै दिने। तर प्रेम बिना यौन हुँदैन, फेरि भइहाल्छ नि। त्यो विविध कारणले होला, अरू बाध्यता कारणले होला। त्यो समाजवादमा चाहिँ सिधै के हो भनेदेखि चाहिँ समाजवादी होइन, पैसा दियो भने चाहिँ नहुने, प्रश्न अन्तै लान हुँदैन।
प्रश्न जहाँ हो त्यही केन्द्रित कुरा गर्नुपर्छ। समुदायका मान्छेहरूले सम्मान पाउनुपर्छ, उनीहरूले अधिकार पाउनुपर्छ, उनीहरूको पक्षमा लडिनु पर्दछ, किनकि एउटा अवस्था हाम्रो समाजको त्यो छ, त्यो सत्य हो, त्यो कुरा ठिक छ, त्यो कुरा ठिक छ। तर यौनले समाजको निर्माण गर्छ भन्ने कुरा हामीले बिर्सन दिँदैन। यौन त्यस्तो एकल कार्य होइन, मैले मेरो मुख धोइदिन्छु भनेको विषय होइन, मैले मेरो दाँत माग्छु भनेको व्यक्तिगत राइटको विषय होइन, किन यौनले समाजको निर्माण गर्छ। यौनको दुईटा काम, एउटा मानिसलाई ऊर्जावान बनाउँछ, अर्को समाज निर्माण गर्नलाई त्यसले मुख्य भूमिका गर्छ। त्यसकारणले यौन स्वतन्त्रता होस् वा व्यक्तिगत अधिकारभित्र यौनलाई राख्दाखेरि समाजलाई निषेध गर्न पाइन्छ। कसरी मिल्छ? समाज निर्माण गर्ने मूल चिज भित्र पर्छ त्यो। जस्तो कि एउटा महिलाले भन्नुहोस्, एउटा पुरुषले भन्नुहोस्, जसले भन्नुहोस्, उसले गर्यो कि उसले बाहिर गएर म यसो गरेर आएँ भनेर भन्यो, उस अनिवार्य रूपमा उसले समाजलाई त्यसको बारेमा जवाफ दिनुपर्ने हुन्छ। समाज त्यसलाई स्वीकार्नुपर्ने हुन्छ, समाजले स्वीकार्नै पर्ने हुन्छ। त्यसकारणले यो त समाज निर्माणको प्रक्रियासँग जोडिएको शारीरिक क्रिया हो नि त। कहाँ त्यो मुख धुने जस्तो कुरा हो, म चटक्क परेको रातो लुगा लाउँछु भने जस्तो कुरा हो, त्यति मात्रै होइन नि। यो त समाज निर्माणको एउटा आधारभूत शारीरिक प्रक्रिया र भावनात्मक प्रक्रियासँग गाँसिएको छ। त्यसकारणले यसलाई एउटै क्याटेगोरीमा राखेर जुन गल्ती गर्नु